हेलो गाइजहरु, म चाहिँ जहिले आफ्नै टिकटकबाट भोइस ओभर गर्थे। आज चाहिँ म मेरो मम्मीको टिकटकबाट भोइस ओभर गर्दैछु गाइजहरु। अनि गाइजहरु, त्यो अहिले टिकटक भरि पुरै चलिरहेछ नि भाइरल क्यारामेल केक भन्ने। अनि त्यही हेरेर मेरो मम्मीलाई पनि बनाउनु पर्यो रे। त्यही भएर मेरो मम्मीले चाहिँ यहाँ रेडी गर्दै हुन्छ है त्यो केकको लागि गाइजहरु। अनि गाइजहरु, यो बनाउन चाहिँ फर्स्टमा चिनीको पाक चाहिँदो रहेछ। अनि मम्मीले चाहिँ त्यो मेल्ट गर्दै चिनीको पाक बनाउँदै हुनुहुन्छ। सेकेन्डमा चाहिँ मामुले ब्रेड लिनुभयो अनि त्यो ब्रेडलाई मिक्सर ग्राइन्डरमा हाल्नुभयो। त्यसपछि मम्मीले दुध राख्नुभयो। यता हाम्रो चिनीको पाक पनि रेडी हुँदै थियो। वाउ गाइजहरु, कस्तो राम्रो कलर निक्लेको चिनीको पाकबाट गाइजहरु। अब पाक रेडी भएर मम्मीले एउटा कचौरामा राख्नुभयो। मम्मीले अघि रेडी गर्नु भएको ब्रेड र दुधमा अलिकति चिनी र 2टा अन्डा हाल्नुभयो। त्यसपछि मम्मीले सबै चीजहरू हालेपछि मिक्सर ग्राइन्डरमा हालेर घ्यार पार्नुभयो। अब गाइजहरु, पेस्ट यतिको रेडी भयो। अहिले रेडी भएको यो पेस्टलाई मम्मीले अघिको चिनीको पाकसँग मिक्स गर्नुभयो। अब मम्मीले यो कराईमा पानी तताउनु भयो। अघि रेडी गरेको कचौरा पानीमाथि राखिदिनु भयो र छोप्दै यसरी 20 मिनेटसम्म बनाउनु भयो। वाउ, बिस्तारै यो हाम्रो केक रेडी हुँदैछ।